नेकपा एमाले धनकुटाले आज धनकुटा बजारमा बृहत मोटरसाइकल र्याली प्रदर्शन गरेको छ। संघीय लोकतान्त्रिक गणतन्त्र, यसबाट प्राप्त उपलब्धि र संविधानको रक्षाका लागि एमालेले बृहत जनजागरण मोटरसाइकल र्याली प्रदर्शन गरेको हो। सयौं मोटरसाइकलको तातीसहित बस पार्कबाट सुरु भएको र्यालीले धनकुटा बजार परिक्रमा गरेको छ। र्याली बस पार्कबाट डाँडागाउँ, हुलाकटोल, बीच बजार, भीमनारायण चोक, माथिल्लो कोप्चे, तल्लो कोप्चे हुँदै मदनचोक आएर सभामा परिणत भएको थियो। र्यालीमा सहभागीहरूले गणतन्त्र जिन्दाबाद, प्रतिगमन मुर्दाबाद, हत्या, हिंसा, लुटपाट अन्त्य गर, जन्मसिद्ध श्रेष्ठता स्वीकार्य छैन, नेकपा एमाले जिन्दाबाद लगायत नारा लगाउँदै बजार परिक्रमा गरेका छन्। जिल्लाका 7वटै पालिकाबाट भेला भएका 1000 भन्दा बढी मोटरसाइकल सहितको र्यालीले बजार परिक्रमा गरेको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कट्टेलले जानकारी दिए। यसैबीच र्याली पश्चात आयोजित सभालाई सम्बोधन गर्दै एमाले धनकुटा अध्यक्ष शिवा आङ्लाले बृहत मोटरसाइकल र्यालीले धनकुटामा एमाले र गणतन्त्रको पक्षमा रहेको जनलहरलाई छर्लङ्ग पारेको उल्लेख गरे। एमाले जिल्ला सचिव परशुराम नेपालले जनता गणतन्त्रको पक्षमा रहेको भन्दै केही प्रतिगामीहरूले हिंसात्मक गतिविधि गर्दैमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको दाबी गरे। गणतन्त्र विरोधी प्रतिगामीहरू सल्बलाउन थालेको भन्दै एमालेले त्यसका विरुद्ध धनकुटा सहित देशभर प्रदर्शन गरेको छ।